तो वेलकम टु माई ब्लग बिकन ब्लग फेरि पनि आइसकेको छ। यो हेर्नुहोस्, नेपालको झन्झट, नेपालको शान। यो डाँडामा भएको कारणले हामीले यो डाँडा पार गरेर आएको आज। धेरै दिनपछि फेरि म ब्लगमा आएर तपाईँलाई पूर्ण रूपमा स्वागत गर्न चाहन्छु है। अलिकति मेरो घाँटी बसेको होला कि कस्तो आइरह होला आवाज है, भोल्युम। त्यही पनि रुगा खोकीले ग्रस्त भए पनि घुम्न छोड्नु हुँदैन। मौसम स्वच्छ रूपमा नेपालको लिनुपर्छ, किनकि भोलि पर्सि हामी कहाँ पुग्छौँ, कुन ठाउँ पुग्छौँ थाहा हुँदैन। त्यही कारणले अहिले हामी पुगिसक्यौँ झोर। झोरमा छ, यो नामै झोर हो, तर हाम्रो थारू भाषामा चाहिँ झोर भन्ने शब्द चाहिँ तरकारीको झोललाई भन्छ के, झोर। यस्तो छ। त्यही हो, तर अब यो के हाम्रो आफ्नो भाषामा चाहिँ झोललाई झोर भन्छौँ यार। ल हेर्नु सक्नुहुन्छ, झन्डा छ, सिन छ, साथीहरू छ, चिल छ, हेलमेटमा छौँ। धेरै गाह्रो कष्ट रूपमा आएको छौँ। मेरो यो चप्पल पनि हिलो हिलो भइसक्यो। के मलाई आफ्नो के कालो हुँदैन, गाह्रो देखाउनु परेन। यस्तो यो बाटो कति खराब छ। राम्रो छ, तपाईँ फेरि कुनै बेला भिजिट गर्न सक्नुहुन्छ। यति भन्दै चिनाउँदै म आफ्नो भ्लगलाई चाहिँ यहीँ समाप्त गर्न चाहन्छु। फेरि आउनेछौँ कुनै दिन, फेरि तपाईँलाई नयाँ नयाँ अपडेट दिनेछौँ। हस् त माई फ्रेन्ड, अहिलेलाई बिदा दिनुहोस्।